अब ल आफूले सबै पुरा एकदम साले माइतीलाई चाहिँ पुलिसले आएर पक्रिनु आयो त्यतिखेर अब चेलीले भन्यो ठिक छ एकछिन बस्नु मेरो माइतीलाई चाहिँ म चाहिँ टिका लगाएपछि अरू तिमीले लगाएर जानु भनेर त्यहाँदेखि टिका सिका लगाएर फुलको माला लगाएर चेलीले चाहिँ भन्यो त्यतिखेर मेरो चाहिँ माइती चाहिँ जबसम्म अरू जेलमा कहीँनिर रहन्छ तर मेरो यो फुलको माला चाहिँ ओइलाउनु हुँदैन भनेर त्यो फुलको माला लगाएर गएको 5 दिन 6 दिन 7 दिन भयो त्यो फुलको माला बन्द नओइलिँदाखेरि कोर्ट कचेरीमा होइन यो सत्यता भने के रहेछ भनेर अनि उसलाई फर्काएको देखेर आज हाम्रो परम्पराले हाम्रो नाता नातिनी छोरा छोरी भएर हाम्रो आज चाहिँ एकदम हाम्रो सृष्टिको चाहिँ हामी टिका लगाउँदैछौँ है लासो यो क्यामेराम्यान फोकस गरौ ल बस लासो मेन कुरो त यहाँ फेरि हो ओइ रोलो बस रे यसै गरी खिङ्गुवा माइलाको चाहिँ माइली बुहारीले चाहिँ एकदम टिका लाउँदैछ एकदम ठुलो नाना लगाइदिँदैछ एकदम यो साल चाहिँ आउने साल क्लिप गरेर नानी अर्को चाहिँ कप चाहिँ साडेको एउटै आउँछ नि अब ल आफूले आफैले आउनुपर्छ साइली बारीको पाला आयो है जोडी घर भालेपछि हामी एकदम टिका लाउने थियो विद्यासाइमा एकदम सबै साकार सन्तान भएर परम्परा कल्प मानेर कल्पमा सबैभन्दा ठुलो दिदी ठुलो भाइको हाम्रो परम्पराको चाडबाडमा कल्पमा हामी तिहारको भाइटिका लाउँदैछौँ है सबैजना हाम्रो गोष्ठी नाता परम्परा मान्दैछौँ भाइले अब फेरि उगेन छिटो नानी बहिनी बहिनी उगेन यता छोराहरूलाई त मैले देखाउनै बिर्सेँ यता छोरा भान्जो ठुलो भान्जो यता कहिले भाइ यता ज्वाइँ भान्जो यहाँ बेसी रहेछ 1 जना 2 जना 3 जना 4 जना भान्जो 4 अझै छैन है